आलु पराठा कसलाई मनपर्छ साथीहरू कमेन्ट गर्नुहोला। स्वागत छ यहाँहरू सम्पूर्णलाई मेरो भिडियोमा। आज चाहिँ मेरो किचनमा बनाउँदैछु मैले आलु पराठा। साथीहरू हजुरहरू पनि स्टेप बाई स्टेप हेरेर ट्राई गर्नुहोला है त साथीहरू। र मैले चाहिँ पिठो निम्बुस दिएँ। त्यसपछि यता मेरो किमाको लागि आलु पनि रेडी गरिसकेँ मैले अघि नै। त्यसपछि त टमाटर अचारको लागि भने अब आलुको किमा बनाऊ साथीहरू पराठाको लागि। र मैले यसमा प्याजको पत्ता, धनियाको पत्ता, त्यसपछि जिरा अनि अलिकति नुन राखिदिएँ। यता खोर्सानी र टमाटर राखेँ, सिलाम राखेँ अचारको लागि। त्यसपछि थोरै नुन टिमुर पनि हालिदिएँ र मैले अचार बनाएँ साथीहरू। फाइनली रेडी भयो अचार चाहिँ, यस्तो भयो साथीहरू। अब पराठाको लागि घिउ बिलाएँ मैले। यता तावा पनि तातिसक्यो। अब पराठा प्याकिङ गर्नुतिर लाग्छु साथीहरू। म चाहिँ यसलाई चाहिँ मजाले मोलेर मैले अघि नै मस्त 10-12 मिनट जति राखिदिएँ। र यसलाई एउटै साइजको गोलो गोलो बनायो भने पराठा नै एकै साइजको हुन्छ, बेल्न नि सजिलो हुन्छ क्या साथीहरू। र यसलाई मैले मजाले अब प्याकिङ गरिदिन्छु साथीहरू। त्यसपछि प्याकिङ गरेर बेल्ने। यसलाई चाहिँ एकदम माया गरेर बेल्नुपर्छ साथीहरू, नभए भित्रको आलु निस्केर एकदम झ्याउ हुन्छ क्या। त्यही भएर बिस्तारै बेल्नुपर्छ। पिठो पनि ठिक्कले गिलो साह्रो नगरी ठिक्कले मुस्नुपर्छ। र म चाहिँ सुरुमा सबै प्याकिङ गर्छु, त्यसपछि बेल्दै पकाउँदै गर्दाखेरि अलिक सजिलो हुन्छ, अलिक चाँडो हुन्छ। चाँडो त के भन्नु साथीहरू, अलिक टाइम लाग्छ नै, यो धेरै छ झन्झट। खानलाई चाहिँ मिठो हो तर 1 घन्टाको काम 3 मिनटमा मैले परिणत गरिदिएँ साथीहरू। सो मैले प्याकिङ पनि सकाएँ। अब मजाले यसलाई बेल्दै पकाउँदै सानो हिट गरेर यसलाई चाहिँ फर्काउँदै अनि अघिको घिउ पनि लगाइदिएँ साथीहरू। अब एक साइड घिउ लाएर फेरि अर्को साइड फर्काउने, त्यसपछि अर्को साइड पाकिरहेको हुन्छ। अब यता घिउ लगाइदिने। र मेरो चाहिँ लगभग यो एउटा सुरुको चाहिँ पाक्न लागिसक्यो साथीहरू। यसरी फर्काउँदै अब यो चाहिँ मैले दोस्रो राखिसकेँ। यसो गर्दा चाहिँ चिल्लो अलि मजाले सोच्छ नि त, त्यही भएर। ल पाक्यो साथीहरू, यो चाहिँ मेरो एउटा। अब दोस्रो रेडी गर्दैछु मैले। त्यसपछिबाट दोस्रो नि मेरो लगभग पाक्यो। त्यसपछि म अब एकैचोटि पकाइसकेर देखाउँछु साथीहरू हजुरहरूलाई। सबै भिडियोमा क्याप्चर गर्न सकिएन। ल साथीहरू मैले कतिवटा बनाइछु काउन्ट गर्नु ल हजुरहरूले। र म चाहिँ कटिङ गर्छु साथीहरू, कटिङ गऱ्यो भने खान सजिलो हुन्छ। हेर्नु कस्तो दामी देखिएछ। र साथीहरू फाइनल्ली म अब प्लेटिङ गर्छु। अब चाहिँ हामीले खानुपर्ने हुन्छ। आज चाहिँ हामी 4 जना छौँ। बहिनीहरू आउनु भएको छ एक्जाम दिनु। सो मलाई आज क्यामेरामा हेल्प गरिदिनु भएको छ उहाँहरूले के भन्नु, एकजना बहिनीले। ल अब हामी चाहिँ खानतर्फ लाग्छौँ साथीहरू। बहिनीहरू लजाइराख्नु भएको छ। बाई बाई साथीहरू।